हाई नमस्ते एभ्रिवान। आज हामी जाँदैछौँ लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नम्बर 5 मा पर्ने कोल्की भन्ने गाउँ। त्यहाँ हामी केही प्रोग्राम हेर्न भनेर जाँदैछौँ। सो हाम्रो कस्तो हुन्छ यात्रा सुरु गरौँ है त। काठमाडौँबाट डुम्रे हुँदै अनि पाउँदी बजार पुगेर त्यहाँबाट राइट लिएपछि चाहिँ हामी जान्छौँ कोल्की। सो हाम्रो कोल्कीको यात्रा सुरु भइसकेको छ। बाटो एकदम मजाको पिच छ। यस्तो सिधा बाटो छ, घरिघरि तराई नै हो कि जस्तो फिलिङ पनि आइरहेछ। यस्तो मजाले पिच देखिएको बाटो एकछिनमै अफ रोडमा परिणत भयो। अनि त्यसपछि हामी अफ रोडको यात्रा चाहिँ निकै थियो, करिब 2 घण्टाकै जस्तो यात्रा थियो। अनि हामी उकालो लाग्न थाल्यौँ अनि पानी पनि अलिअलि सिमसिम परिरहेछ। धन्न यो बोलेरो गाडी छ र हामीलाई जस्तो ठाउँमा पनि पुग्नलाई एकदमै सहज हुन्छ, स्पेसली पहाड जाँदा। बेलुकाको 5:13 भइसक्यो, स्टिल हामी स्ट्रगल गरिरहेको छौँ भने हामी कति टाढा बाटो चिप्लेर हैरान भइसक्यो। गाउँमा पानी परेकाले हामी सँगै आउनु भएको दिदी बहिनीहरूलाई चाहिँ छाता ओढेर आफ्नो परिवारको सदस्यले गर्दा हेर्दै रमाइलो मान्नु चाँडो भयो भन्दै बस्दै पुग्यौँ त्यो दिन चाहिँ। हाई गुड मर्निङ। कुखुराहरू बसिरहेछौँ। हामी चाहिँ अलि वेयर एट पन्जाङ गाउँ लाइज इन दुधपोखरी गाउँपालिका वडा नम्बर 5। हिजो चाहिँ हामी बेलुका काठमाडौँदेखि यहाँ आउन लगभग 10-12 घन्टै लाग्यो बाटोको कारणले गर्दाखेरि। अनि अहिले चाहिँ बिहान गाउँ घुम्ने भनेर बिफोर आवर वर्क स्टार्ट्स हामी चाहिँ गाउँ घुम्न निस्किरहेछौँ। सो अर्गनाइज सफा ब्युटिफुल गाउँ रहेछ कि यहाँ। चिटिक्क परेको घरहरू। बिहान एकदमै मजाको घमाइलो दिन थियो। अनि बिहान हामी काम जानुभन्दा अगाडि चाहिँ 1 घन्टा जस्तो हाइक गरेर माथि डाँडाको माथि गएर कोल्की गाउँलाई निहाल्ने विचार गरेर अनि हामी माथि गयौँ। माथि गइसके पछाडिको दृश्य चाहिँ यस्तो देखिन्थ्यो। त्यही तल देखिएको घरहरू भएको ठाउँमा हामी बसिरहेछौँ अहिले होइन। यस्तो प्रिटी यस्तो ब्युटिफुल ठाउँ छ यो ठाउँ चाहिँ। हामी करिब माथि गएर पनि अझै 1 घन्टा जस्तो त्यहाँ हेरेर आनन्द लिएर गफ गरेर हावा खाएर फ्रेस एयर मजा लिएर अनि त्यसपछि हामी फेरि आफ्नो काममा चाहिँ फर्कियौँ। काम सकिसके पछाडि चाहिँ त्यहाँ एकदम ठुलो मजाको केरा पाउँदो रहेछ कि नि। हामी त्यो केरा खोज्ने चक्करमा एउटा दिदी कहाँ पुग्यौँ। सक्छौँ दिदी, हामी हेरिहाल्छौँ नि। लमजुङका मान्छे नहिँडेर हुन्छ हामी। घर यस्तै हो त के काममा आइपुग्नु हो त त्यति भनेर नलड है त्यस्तो। दिदी बारी जान लाग्नु भएको थियो क्या हो? हेलो, घरबेटी हुनुहुन्न भने केरा लिन आएको के छ कि? नबोल्ने मसँग। आमा हजुर, यो चाहिँ हामी अहिले बिहान फर्किरहेको हो। बोल्नै नसक्ने भयो गाडीको पछाडि बसेर। अहिले चाहिँ हामी दुधपोखरी 5बाट चाहिँ हामी पाउँदी फर्किँदैछौँ। अनि गाडीभित्र अब अगाडि नै 3-4 जना हाल्ने भनेपछि हामी सहन नसकेर हामी बाहिर आएर हामी यस्तो गर्दैछौँ। रिपोर्टिङ फ्रम कोल्की दुधपोखरी 5 लमजुङ। हामी जाँदैछौँ पाउँदी फ्रम दुधपोखरी अर्ली मर्निङ। It is 7:08 minutes. Sorry. So, हाम्रो पैसा काटेर हाम्रो स्थितिमा छैन।
ट्राभल गर्नु पनि रमाइलो हुन्छ कहिलेकाहीँ सधैँ चाहिँ हुँदैन होइन कहिलेकाहीँ चाहिँ रमाइलो हुन्छ यस्तै ट्राभल गर्नलाई हामी भ्यू पनि हेर्दैछौँ जानु कि नजानु तिमी फुले जै साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको लहर टुङ टुङ कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर गायकहरू यहाँ मेरो 2 जना गायकहरूको साथमा लमजुङबाट फर्केर हाम्रो तनहुँ जिल्लामा पनि केही कार्यक्रमहरू थिए कार्यक्रमहरू गर्दै गर्दै हामी चाहिँ साँझ कार्यक्रम सकेर बन्दीपुर निहाल्न पनि गयौँ सो बन्दीपुर चाहिँ यसो देखिन्छ पुरानो ओल्ड टाउन त्यसलाई अलिकति संरक्षण गरेर समुदायले जोगाइराखेको सो हामी चाहिँ अहिले छौँ बन्दीपुरैमा छौँ है हामी सो बन्दीपुर चाहिँ यस्तो देखिन्छ स्कुल बिदा भएछ आमा हिरोइनहरू किन होला है मलाई चाहिँ एकदम नेपाल घुम्दाखेरि एकदम त्यो कुराले एकदम एक्साइट गर्छ कि मलाई कस्तो रमाइलो लाग्छ अनि कस्तो कनेक्ट हुन्छ नि त हरेक कुराहरू आफ्नो रुटसँग सो नेपाल चाहिँ घुम्ने हो भने घुमेर पनि बाँचुन्जेल घुम्ने हो भने पनि सकिँदैन जस्तो लाग्छ सो अगेन बन्दीपुरको आर्किटेक्ट एकदमै ब्युटिफुल थियो अनि हामी फर्किँदाखेरि चाहिँ केबल कारमा हामी फर्क्यौँ जाँदा पनि केबल कारमै गएको थियौँ अनि फर्क्यौँ यसरी स्कुलमा सबै बाइक स्कुटर हालिदिने अनि हिँड्ने मान्छेहरूको चाहिँ जोखिम हुने कि छेउछेउमा उभिनु पऱ्यो बाटो छोडिदिनु पऱ्यो यो पुल चाहिँ रिसिङ गाउँपालिका जोड्ने पुल हो ब्यास र रिसिङको बोर्डरको पुल हाई अहिले चाहिँ हामी एउटा स्कुल गइरहेको छौँ सो स्कुलमा जानलाई चाहिँ झोलुङ्गे पुल क्रस गरेर आउनु पऱ्यो म यता हिँडिरहेको छु अब यता देखिन्छ कि देखिँदैन यता भएको चाहिँ मुङलिन नारायणगढ एउटा खण्ड तर पुल तर्ने बित्तिकै कहाँ नआए जस्तो फिल हुन्छ कि यति नजिक छ हाइवेबाट तर टाढा गाडी नजाने भएको भएर चाहिँ पुल जान हिँडेर जाँदैछौँ हामी याप त्यही हो यो चाहिँ हाम्रो स्कुल जाने बाटो स्कुलमा ठ्याक्क हामी पुग्दाखेरि चाहिँ असेम्ब्लीको टाइम भइरहेको रहेछ अनि एकछिन भाइ बहिनीहरूको असेम्ब्ली हेरेर बस्न पनि रमाइलो भएको थियो पहिलाको याद आइरहेको थियो आफ्नो टाइमको यसरी हाम्रो लमजुङ र तनहुँ दुईटा जिल्लाका कार्यक्रमहरू सकाएर हामी काठमाडौँ फर्कियौँ अब अर्कोचोटि हामी कहाँ पुग्छौँ अन्टिल देन स्टे ट्युन बाइ बाइ